लाग्दै लागेन है भाइ कुरा त्यही भयो है म स्ट्याम्पमा भए सिट्टाकै हातमा दे ल यार यो पुरै लाइभ गइराख यार ल युट्युबबाट भयो आउट हो बाङ साराको नमानम बस यो बाङ साराको जतिले काम छैन तन्त्र यार यसलाई अब मैले त्यसले मानम पहिला भन्नु पर्यो नि त नमानम भनेको थियो हुन्छ बाउन्स ठोकेर गएको नमानम डाइरेक्ट गएको बल्ल अब यो गेम बसेर छ आउट गरे भाइ नरिमाइ लाइन 0 मा यसको टार्गेट तर यो त लास्ट बेइज्जत हुन्छ टिमै 0 मा अल आउट भयो भने त बेइज्जत हुन्छ नि लास्ट ल फिल्डिङ एकदम टाइट गर्नु पर्यो है भाइ यार कस्तो पुरा राम्रो थियो ल के लकले साथ दियो त हैन शट त एकदम राम्रो शट हो ओइ ल रन आउट हाय लाउन त ला आधै आएन हैन त्यो त आउट भयो हैन सिंगल भयो कि उता दौडियो भयो नि नहीं सिंगल आउट त हाने त एक गति लाग्यो त बहुत बिचाङो यो अहिले तपाईँ त्यो क्रस अल्ला हुन्छ बिटा पुन भयो हैन तीन बल भयो नि त चौथो बल ओ वाह चौका हैन हो ये यार भाइ लास्ट प्रेसरमा आयो के बलर प्रेसरमा छन् भाइ यही ठहराइदियो बल चौका हो छक्का जान्छ त्यहाँ हेरेर फाल्दासम्म नआउँदा आइहाल्छ बल हो चौका जान्छ चौका नगएको 50 भयो के रोकिदिए ल यार आउट गर यार मेरो बल वाइड जान्छ भाइ यार दुईटा चौका बस च्याङ्ला भयो नि टार्गेट गरिदिनु आउन त हातैमा आएको हात बुढ्यामा आएको किन भयो हैन कताको बलै रेडी ए त्यहाँ रे बुझिन धेरै लाग्यो कि कस्तो झेउ भयो नि त कस्तो डेन्जर शट खेले यार दुईटा चौका हाल्नु नि त सुस्त खानु पर्ने लेटी जानु अरे याकै सीमा आयो ल ल ल आउट कसरी आउट सिस्टममा लाउन त ला मैले देखेको चिली झरे झरे बिचकाइमा राखेको लाउनु चिली झरे आयो अनि त हो कि साथै त्यो पनि हो त्यो नियम त के भन्ने नियम त किले झर्नु पर्यो नि हैन यसो आएर लाग्यो फेरि लाउन त बिचमा लाग्यो पक्कै आयो लाउनु त पक्कै लाग्यो अलि हात बङ्ग्याएर हाल्यो बल राम्रो हाल्यो के ओइ ल मैले न उसको फाल्दिनु ल आयो हानो 3 9 10 भयो नि बाबु चौका अच्छा म त चौका मात्रै गनिरहेको एक रन पनि त लिएको 3 रन मात्रै है 3 ओभर भयो तल खाल्टामा पुगेको छैन खाल्टामा त्यहाँ तलतिर गयो त्यहाँ तल राखी भयो के चौका गयो के त्यहाँ तल राखी त हो के सागरदा या त्यतिको न यो ढुस्काएर उता गयो चौका हो के त्यहाँ बाटा तल राखी भयो के हुन्छ चौका हाने त यार धोबी हाल्नु भयो यार आउट चाहिँ वाइड चाहिँ 15 नसोचेको हान्नु अन्त नमिल्दा 4 बल भयो हैन
टार्गेट अहिले आउनु। म बलिङ गर्छु एकैले 16 रन ल्याइदिनु भयो 15 तिनटा त चौका मात्रै हो अब नमिनाले के हराउनु आयो र घाँस काटेको त ल कस्तो मिडल भयो यार तपाईँको यार ओहो हाइदे बाहिरको बल हान्ने नि चौकै गयो 3 ओभर 1-0 एक है भित्र पनि हान्दिनु भन्नु आइयो होइन यो त हान्न खोजेको के अरे खसै यहाँ लागिहाल्यो एक दुई यता बिचतिर कति केही न अघि चाहिँ हुन्छ कि खाने डराउनु पर्यो नि हातैमा गाँसे कहाँ हात हाल्यो 2 बल दिँदैन है 2 बल दिँदैन ठोक भाइ ठोक हान्ने वाला दिनु न आज भन्ने अहिले घर आउट हुनु बेला आज तपाईँले धेरै फाल्नु मैले 2 बल 4 रन चौका हानु होइन यो गएन छैन 1 रन मात्रै भयो यस्तो माथि हान्नु तर बल त राम्रो हानेको थियो 3 बल 5 रन कति माथि ल ल कति बल भयो? आउट नभयो 3 बल 5 रन ल ल दाइ डिस्टेन्स क्या केटाहरू थियो 6 रन 3 छ ठिक भयो त्यो त अघिको सर्ट अनुसार त छक्कै हुनु पर्ने यार लिएको बाटा भने ए आमा होइन भाग्नु त गयो टाइम चेन्ज बाउन्स सार्का राख्नु एकै मार्नु पर्यो होला 7 रन है 4 बल भागिहाल्ने बल हानेपछि पनि ए अहिले आउट भयो भने झ्याउ हुन्छ नि बाबु हेरेर लास्ट बल है लास्ट बल लास्ट होइन सेकेन्ड लास्ट बल लास्ट बल होइन ए भाग भाग जाडो जाडो हान्नु त हेरेर बसिरहने कि हातैमा आधो के हुन्थ्यो र लास्ट बल होइन दाइ अब लास्ट बल हुन्छ ए 8 रन भयो त्यस्तो चौका हान्छ भने तर ल बाबु चोक एकै लिएको आउनु भयो 9 रन भयो